अगमवक्ता यिर्मयाले इजरायलको लागि मध्यस्थता गरेका थिए, उसको मानिसहरूको लागि। उनले निम्न कुरा भन्छन्, यिर्मया 14:7, हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाई दिए तापनि हे परमप्रभु तपाईँको नाउँको खातिर केही काम गर्नुहोस्। यो गम्भीर छ, किनकि हाम्रो धर्म त्याग साह्रै ठुलो भयो। हामीले तपाईँको विरुद्धमा पाप गरेका छौँ, तर यो बेकारको थियो। परमेश्वर इजरायललाई क्षमा दिन तयार हुन्थ्यो, तर इजरायल तयार थिएन। त्यस्ता मानिसहरू हाम्रो चर्चभित्र पनि हुन सक्छन्। म अरूको बारेमा भन्न चाहन्न, तर मेरो चर्चमा तिनीहरू गाउन चाहन्छ, तर तिनीहरू आशिषित हुँदैनन्। तिनीहरू दुःखमा बस्नुको लागि योग्य छन्। त्यहाँ यस्ता मानिसहरू छन् जसले भन्दछ, म रिटायर हुने दिनमा साँच्चै विश्वास गर्नेछु, त्यसपछि बिजनेसमा घाटा हुने छैन, मेरो रिटायरमेन्ट कहिले खोज्ने छैन, त्यो व्यक्तिलाई कहिले छुटाउने छैन। यो साँच्चै दुःखलाग्दो छ है। यो गवाईलाई हेर्नुहोस्। मलाई 1 वर्ष अगाडि डायबिटिज भएको पत्ता लागेको थियो र म हिँड्न सक्दिनँ थिएँ। म यहाँ आउँदा धेरै रुँदै आएको थिएँ किनकि मेरो खुट्टामा मलाई यो हलमा देखाउनुहोस् त तपाईँ कसरी हिँड्नुभयो। हो त्यसरी नै, के त्यस्तै थियो यो लङ्गडी? अब तपाईँ स्वतन्त्र भइरहनुहोस्, स्वतन्त्र भइरहनुहोस्। प्रभु तपाईँसँग हुनुहुन्छ। तपाईँ कसरी राम्रो हुनुभयो। यहाँ आउनुहोस्, यहाँ आउनुहोस् बहिनी, यता आउनुहोस्। अब बहिनी, अब यता आउनुहोस्, छिटो हिँड्नुहोस्, छिटो हिँड्नुहोस्, छिटो हिँड्नुहोस्। अब सकियो। आउनुहोस्, प्रार्थना गरौँ। पिता, म सबैको लागि प्रार्थना गर्दछु। यो व्यक्ति जसको हृदयमा घाउ छ, त्यो कुरा साँच्चै गम्भीर हुनसक्छ, जुन देखेको भन्दा पनि। तर म त्यो अधिकार लिँदछु र म दुष्टलाई भन्दछु, दुष्ट तँ हारेको छस्, तेरो दुष्ट लिएर गइहाल। येशूको नाउँमा प्रभुले आशिष दिउन्।